अब हामी यहाँ माछा मार्नको लागि चारो खोज्दैछ ल हेर न मैले यतिले कति मारिदिन्छ गरिन है ल गदेउला खोज्दैछ यहाँ केटाहरू ल त भाइ फेरि रेडी छ पुरै रेडी त्यो पोजिसनमा हो भाइ यता डाइभ हानिदेऊ न त एकचोटि चारो खोज्न यहाँ सफल भइसकेको छ ल केटाहरू अब ल ताल त ठुलो छ कि ल यता है केटाहरू ल माछा मात्रै उ गर्नु आएको अब उताबाट आएर यता पुरै यहाँ केटाहरूले साइकलहरू राखेर पुरै यता सबै सेटअप खाजासाजा ल्याएर यता बस्नको लागि टक्क लगाएर अब यतै मान्यो ल है गाइज केटाहरू ल माछा पर्यो ल सुरुवात ल माछा परिसकेको छ यहाँ पर्यो गाइज माछा दुइटा ल खजना केटाहरू ल माछा पर्यो ल सुरुवात ल पर्यो गाइज खजना यत्रो लडमा माछा पर्दा यहाँ रटै भाँच्यो होइन अब टेन्सनको कुरा भयो माछा फेरि यत्रो छ होइन रडै भाँच्यो क्या यार तनाव भयो यार केटाहरू अब बिजोग हुने भयो 3 लडमा यहाँ रटै भाँच्यो पर्यो गाइज यत्रो लडमा माछा पर्दा यहाँ रटै भाँच्यो होइन अब टेन्सनको कुरा भयो माछा फेरि यत्रो छ होइन रडै भाँच्यो क्या यार तनाव भयो होइन मछली इन द हाउस बुके बनायो मसला तेल दबाएर हालौँ है जिनिस गराउने हो आज गर्मी भयो एउटा कागती ल्याए भए अख्खा पड्किन थाल्यो यार पाके हान्नु न छ हो हानेर म त अहिलेदेखि होइन त त्यही केटाहरू पाक्यो ल एक खाउँ त गिलासै कहाँ लगेर जी अनुस् तपाईको बाराइसक्यो कहाँ आउने तल आइसक्यो हो र अँ